हेलो हेलो साथीहरू, गुड इभिनिङ है। दक्षिण कोरियामा चाहिँ अहिले जाडो महिना सकिसक्यो, अब गर्मी लागिसक्यो होइन। म सधैँ बिहान बिहान अथवा बेलुका चाहिँ रनिङ गर्ने गर्थेँ। जाडो लागेपछि छोडेको, आजबाट फेरि मैले रनिङ चाहिँ सुरु गरेको छ है। तपाईँहरू पनि दिमाग अलि फ्रेस राख्न चाहनुहुन्छ होइन, टेन्सनबाट मुक्त हुन चाहनुहुन्छ भने बिहान अथवा बेलुका 1-2 किलोमिटर भए पनि रनिङ गर्ने गर्नुहोस् है। यसले हाम्रो चाहिँ तनाव पनि कम गर्छ र मान्छेलाई पनि फ्रेस बनाउँछ। हेलो हेलो साथीहरू, गुड इभिनिङ है। दक्षिण कोरियामा चाहिँ अहिले जाडो महिना सकिसक्यो, अब गर्मी लागिसक्यो होइन। म सधैँ बिहान बिहान अथवा बेलुका चाहिँ रनिङ गर्ने गर्थेँ। जाडो लागेपछि छोडेको, आजबाट फेरि मैले रनिङ चाहिँ सुरु गरेको छ है। तपाईँहरू पनि दिमाग अलि फ्रेस राख्न चाहनुहुन्छ होइन, टेन्सनबाट मुक्त हुन चाहनुहुन्छ भने बिहान अथवा बेलुका 1-2 किलोमिटर भए पनि रनिङ गर्ने गर्नुहोस् है। यसले हाम्रो चाहिँ तनाव पनि कम गर्छ र मान्छेलाई पनि फ्रेस बनाउँछ।